सम्पूर्ण नमस्कार, म अनिश पोखरेल। म अहिले भरतपुर महानगरपालिका 10 त्रिचोकदेखि 24 कोटी जाने बाटोमा रहेको छु। मसँग अहिले इभिनिङ वाक गर्ने क्रममा उहाँ दिदी भेटिनु भएको छ। उहाँसँग म केही प्रश्न सोध्न चाहन्छु। दिदी नमस्कार। हजुर, यो भरतपुर महानगरको यो अहिले अझ अवस्थामा कस्तो भयो? इभिनिङ वाक गर्दाको बारेमा यसो भन्नुहुन्छ। इभिनिङ वाक मात्रै नभएर यहाँ बेलुका अब पसल बन्द गरेर आउने, बजारबाट फर्किने मान्छेहरूलाई पनि धेरै गाह्रो भएको छ। अनि बिहानमा यो नारायणी मावि, चितवन मावि पढ्न जाने विद्यार्थीहरू झोला बोकेर हिँडेको हामीले प्रत्येक दिन मर्निङ वाक गर्दाखेरि भेटेका छौँ। सबैलाई यहाँ गाह्रो भएको छ। हाम्रो महानगरपालिका भन्दा त भरतपुर महानगरपालिका धेरै विकसित ठाउँ, देशकरी राम्रो भनेर बहिन त चल्यो, तर खासमा चाहिँ जस्तो सोचाइ हो त्यस्तो चाहिँ भइराखेको छैन। बत्ती बाल्ने भनेर भन्यो, 2-4 दिन बत्ती बोल्छ पोलमा। अस्थायी पोल गाडेर बत्ती बाल्ने भइरहेको थियो, बत्ती बाल्ने कार्यक्रम भइरहेको थियो। हामीले 10 नम्बर वडामा पनि यो भनिरहेका थियौँ भन्दाखेरि अनि वडाकै पहलमा होला सायद यो पोल 2टा पोल गाडेर बत्ती बाल्ने कार्यक्रम त भइराखेको थियो, तर बत्ती बोल्छ 2-4 दिन मात्रै बोल्छ। त्यस पछाडि फेरि त्यही अन्धकार गर्दा बेसकरी गाह्रो भएको छ। यो त विगत 10 वर्षदेखि केही पुरानो हो। अनि तपाईँहरू त इभिनिङ वाक पहिल्यैदेखि गर्ने। यहाँ त मैले सुने अनुसार त यहाँ चोरीहरू नि हुन्थ्यो अरे। हजुर, यहाँ त चोरी मात्रै नभएर मान्छे मार्नेसम्म पनि यहाँ हुन्थ्यो पहिला भएको भन्ने सुनिन्छ। हामी आएको पनि 20-25 वर्ष अहिले झन् जस्तो हो त्यस्तै छ। अहिले झन् यता झाडी पनि रहेको छ, दुईतिरै आर्मी ब्यारेक र यो एयरपोर्ट साइडमा चाहिँ झन् अँध्यारो भएको बेला चाहिँ यो मिडिया मार्फत के भन्न चाहनुहुन्छ त? धेरै डरलाग्दो अवस्था छ। यसलाई जे होस्, यो 24 कोटीबाट त्रिचोक निस्किने बाटोलाई वडाले प्लस महानगरपालिकाले पनि मध्यनजर राख्दै यसमा कसरी उज्यालो गराउन सकिन्छ त्यसमा ध्यान दिनु होला भन्न चाहन्छु। अब यो त नेपालकै नम्बर 1 राम्रो महानगरको रूपमा भरतपुर महानगरपालिका चाहिँ नेपालभरिकै राम्रो महानगर परेको थियो होइन, केही वर्ष अगाडि। अनि अहिले यो त हाइवे पनि रहेको छ। अनि हाइवे रहने गर्दा तपाईँहरू त इभिनिङ वाक हरेक दिन हिँड्नुहुन्छ, अलिक डर लाग्छ कि लाग्दैन? लाग्छ नि, कति डर लाग्छ। कति हामी 24 कोटी आएपछि अन्त अरू बाटो हिँड्दाखेरि हामीलाई साथी चाहिँदैन भने 24 कोटी र त्रिचोक पुग्दाखेरि हामीलाई साथी चाहिन्छ। अनि पहिला त हाम्रो रिङ रोड एरिया चाहिँ अहिले केही महिना अगाडि चाहिँ बत्ती पोल भएको थियो, जोडान भएको थियो, बत्ती बलेको थियो भने यसमा चाहिँ के भन्न चाहन्छु? त्यहाँ मात्रै हो कि विकासको यहाँ पनि गर्नुपर्छ भन्ने? वास्तविक भन्नुपर्दाखेरि भरतपुर महानगरपालिका भनेपछि यहाँ मात्रै नभएर महानगरपालिकाभित्र सबै ठाउँ एकनासै हुनुपर्छ भन्न चाहन्छु। त्यही हो, विगतदेखिको कुरा हो। म फेरि ध्यान आकर्षण गर्न चाहन्छु हाम्रो महानगरका प्रमुखज्यूहरू, यो सडक विभागका, यो विद्युतका व्यक्तिहरूलाई भन्न चाहन्छु। यति मार्फत आजको लागि यति भन्न चाहन्छु। हजुरलाई सबजनाको लागि मेरो पेज फलो गर्नु होला। हस्, धन्यवाद, नमस्कार।